मेरो कुरा त सुन यार हजुर बस्दाखेरि हजुरको गाडीबाट आउँदाखेरि पैसा इनलाई गल्ती भयो भनेर भन्नु हजुरको गाडी आउँदाखेरि हजुरबाट गाडी आउँदाखेरि के गर्नु त्यहाँ कति हो ताको 320 रुपैयाँ 320 रुपैयाँ म 300 काटिरहेको छु उहाँसँग कति रुपियाँ लिए 1000 रुपैयाँ लगेर 1000 रुपैयाँ अनि फिर्ता आउनुपर्ने कति 400 आउँछ 400 रुपैयाँ पैसा रिटर्न गराइसके त 100 रुपैयाँ रिटर्न अघि नै उ गरे अब सानो कुरा ठुलो गरेर आयो उसले ल म गल्ती भइहाल्यो यार लिलाज म गल्तीको लिलाज गरिरहेको छु नि मैले आफैले भने त हजुर अब यार व्यवसायी मान्छे हो यार त्यही त दाइ म गल्तीको म भनिरहेको छु अघिदेखि भनिरहेको छु गाडीमा बिस्तारै हेर्नु दाइ सुन्नु न भइहाल्यो यार भाइ उहाँको गाडीमा म कलमानपुरबाट बस्दाखेरि बस्दासम्म गाडीको एकजनाले हैन प्यासेन्जरले एउटा गल्ती भनेको यसको सबजना बोल्नु भएको यसले भाडा लिस्ट देखाइदिएको भए गल्तीको महसुस पनि गर्नु पर्दैन तर गल्ती यसैको छ हैन गल्ती भाडा लिस्ट हुँदा पनि यसले भाडा लिस्ट देखाएन भाडा लिस्ट नदेखाउनुको कारण यसको गल्ती हो हैन त्यो गल्ती त्यो कुरा अनि बोलीमा नि भर पर्छ नि त अब गल्ती भनिहाल्यो कति हो भाडा भने के भन्छ कति भाडा भन्दाखेरि 350 हो रे भाइ यति हो चोरे भन्दिरा त्यो ठिक होइन यसले मलाई अत्तरेमा आएर सोध्यो दाइहरू सिसियाको भाडा कति हो भन्यो हैन यस्तो अन्त हजुरले यस्तो भाइ हाम्रो यस्तो यस्तो भाडा थियो हैन नर्मल्ली तरिका भन्न सकिन्छ नि मेरो बोली यस्तो अब हैन तिमीले भने ठिक हो हैन अनि हजुरको प्यासेन्जरमा त्यति त्यहाँ म कलमानपुरबाट बस्दाखेरि हजुरको प्यासेन्जरले एउटाले धनगढी बस्न नउतारेको थियो गएको है उहाँहरूले पैसा दिँदाखेरि लाइन गर्नु भयो कि भएन हजुरको यति भाडा भनेर हजुरको लिस्ट समेत हेर्नु भयो क्या लिस्ट देखायो नि मैले भाइ सबैलाई लिस्ट देखायो भने हजुरको त त्यस्तो भएन लिस्ट देखायो भन्नु देखायो अब चाहिँ उहाँलाई के भन्नु गाडीले कारवाही गर्नु म कारवाही गरिदिन्छु कुरा बुझ्नुहोस् न तपाईँको रिटर्न भएन पैसा रिटर्न भयो हेलो हजुर दिजु पैसा रिटर्न भयो तपाईँको ठिकै छ मान्छेको पहिलो प्रायोरिटी थियो मान्छेको हातबाट गल्ती हुने हो यार ऊ भाइले पनि उसले गल्ती गर्दा गर्दै उसलाई मार्नु भएन के गर्नु भएन गल्ती त हुने हो मान्छेको हातबाट उसले गल्तीको रिलाज गरिरहेको थियो त यार त्यही त हो त्यो बनायो हो अब हामीले बोक्नै पर्ने काम हैन नि त त्यो भन्न खोज्यो चर्को गरेर हुँदैन हामीले भोलि मैले यसले मलाई के भन्यो अत्तरियामा यति भाडाको सिसिया झर्ने हुन्छ यति भाडा हो भनेर भन्यो म के भन्छु भने उहाँले अलि बिहा तपाईँको उ भयो क्या अलिक चर्को सोध्छ मैले हजुरलाई भाडा दाइ लिनु भनेको हो किन नर्मल सुन्नु एउटा कुरा नगर मान्छे इन्डिया जाने मान्छे सबैजना बसेर ठिक छ भाइ यार गल्ती भइहाल्यो म भनिरहेको छु त गल्तीको म मैले गर्छु अर्को कुरा सुन्नु के भन्दाखेरि मलाई के भन्दाखेरि मैले सिसामा सिसा गरेर भनेन तिमीले आफैले भने यार सिसामा गर्छु भने मलाई जे गर्छ गर सिसामा भनेको म गल्तीको माथि त मैले मागिरहेको छु त यार म तिमीले आफैले भने बोलो हामीले यात्रा गर्नु अरे भाइ मेरो पनि गल्ती त के थिएन हैन अब त्यो चर्को स्वर बोल्यो भने मात्र के हो गल्ती भनेको हैन त्यसैले मैले भने नि दशंगलाई बिन्ती छ यार कसैलाई मान्छे त मारेको छैन भने किन मैले तिमीलाई अत्तरियाको यार ऊ अत्तरियामा यसले सोध्यो मलाई ल ठिक छ यार यो अत्तरिया सिसिया झर्ने भयो यति हो भाडा भनेर मैले उसलाई भने गल्ती भइहाल्यो मैले भनिरहेको छु हजुरलाई के काम गर्नुहुन्छ भाइ एकै प्रकारको नै कुन उसको सौगात मेरो आइडी चाहिँ यहाँ छैन आइडी चाहिँ भाइको यहाँ अर्को दुइटै भाइ ठिकै छ धेरैलाई त्यही भनाइ हो हाम्रो बाँकी अरू केही होइन कि सानो कुरा ठुलो गरेर फाइदा छैन छिटै हो यस्तो यो ठिक हो तपाईँले ठिक हो राम्रो हो हैन अब तपाईँले भन्न पनि धेरै राम्रो हो हैन तपाईँले अलिक बोल्दाखेरि अलिक विचार गरेर बोल्नु पऱ्यो क्या कसरी बोल्छन् मान्छे तपाईँ त शौचालय हो नि त शौचालयले गर्ने व्यवहार कस्तो उहाँसँग पुरै माया प्रेमले बोल्ने हो अब हजुर त यतिबाट हिँड्दै हुन्छ काठमाडौँ नाइटको गाडीहरूको स्टाफहरू कस्तो बोली मिठो हुन्छ है हजुर हेर्नु काठमाडौँको ड्राइभर पनि भाइरल भयो त्यहाँ मुगलिङमा अनि बोलीले गर्दा त्यहाँ भएर मुगलिङमा पनि भाइरल भयो काठमाडौँको ड्राइभर हाम्रो महिनाकै गाडी हो मेरो भाषा यस्तो चर्को स्वरले अब यस्तो भाषा चाहिँ यस्तै हो सर हैन अलि चर्को स्वरले बोलेकै हो हैन अरू के हैन यार तपाईसित के गल्ती मैले के गरेको छु र ल भन्नु त ल तपाईँ जबसम्म तपाईँको बोली हरेक कुराहरू तपाईँ म्यानेज गर्नुहुन्न म्यानेज गरे त यार हजुरलाई अब के गर्नुपर्ने भन्नु न अब मैले के गल्ती गरे भयो भन्नु अब हैन करणबहादुर बम हजुर सुन्दरपुर होइन तपाईँको घर हजुर कति फोन नम्बर हुन्छ फोन नम्बर भन्नु त राख्दै कसको मेरो मैले के थाहा तेरो नम्बर तेरो नम्बर मलाई भन्नु भएको थियो मेरोमा हानबेर त आउने सुडा सुडा त होइन होला नि सुडा सुडा हो सुडै हो
के भयो भाइ के गर्नु त हुन्छ अब उतै गरौँ उतै बगान